नेपालमा छाडातन्त्रै आएको हो कि भाइरल हुनको लागि यस्तो भनेको हर्क साम्पाङको विषयमा फेरि अर्कोले भनेको छ? सुन्नुहोस् त, म आफै भन्छु यो हर्केलाई मैले भेटेँ मैले मारिदिन्छु ल, मैले मारिदिन्छु यो मान्छेलाई चाहिँ यसो घरै जलाइदिन्छु, मैले पनि जलाइदिन्छु त। अनि हर्केलाई भेट्यो भने म आफै मारिदिन्छु घाँटी। एकचोटि अस्ति बुढो लाग्यो चुनावभन्दा अगाडि है, चुनाव प्रचारलाई अब बुढो लाग्छ ल, म मारिदिन्छु ल। फेक 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 अरूले केही बुको यसो भन्यो भने त्यही पुरै पोस्ट गरिदिने। यो रन्डेको चाहिँ यो हर्केको होइन, सबभन्दा हर्केको ल। त्यो फेसबुक चाहिँ यसो हेर, फेसबुक हेर्दा अरूले मिठो बोल्दै यति छिटो पोस्ट गर्छ रन्डेको छोरोले। ए बाबा, बोल्न पाइयो कि लोकतन्त्र हो, मनमा लागेको कुरा। विपक्ष भनेको के हो त? राम्रोलाई राम्रो भन्ने र नराम्रोलाई नराम्रो भन्ने विपक्ष भनेको। अनि के भन्नुहुन्छ तपाईँहरूले यस विषयमा र यो